नमस्ते, मेरो नाम अभिनव अन्सु हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। कक्षा 9 र 10 का विद्यार्थी भाइ बहिनीहरुको लागि हामीहरु कमिसन र ट्याक्सेसन पढिरहेका छौं। कमिसन र ट्याक्स, कमिसन तथा कर पढ्दैछौं। ठीक छ, हामीले यससँग सम्बन्धित केही प्रश्नहरु लिएका छौं। अरु प्रश्नहरु पनि हेर्नेछौँ। सूरजको मासिक तलब ₹12,000 छ। सूरजको मासिक तलब रु 12,000 छ र उसले ₹5,00,000 को कापीहरु बेचेर जम्मा रु 22,000 कमायो भने उसले कति प्रतिशत कमिसन पायो। ठीक छ, प्रश्नले भन्दैछ सूरजको मासिक तलब रु 12,000 छ र उसले रु 5,00,000 को कापीहरु बेचेर जम्मा 22,000 कमायो भने उसले कति प्रतिशत कमिसन पायो। उसले 5,00,000 कापीहरु बेच्दा केही न केही प्रतिशत कमिसन पाएको होला। त्यसले जम्मा कति प्रतिशत कमिसन, जम्मा उसले 22,000 रुपैयाँ कमाएको छ, जसमा 12,000 उसको मासिक आम्दानी छ, मासिक तलब छ, अनि कति प्रतिशत उसले कमिसन पायो, कतिमा? 5,00,000 मा। Suraj's monthly income is ₹12,000 and he sold copies worth ₹5,00,000 and his total earning was ₹22,000. Find his commission percent. मासिक तलब कति छ? रु 12,000। मासिक तलब रु 12,000 रहेको छ। जम्मा तलब कति आयो? कमिसन लगाएर, जम्मा तलब कमिसन लगाएर, जम्मा तलब कमिसन लगाएर रु कति आएको छ? 22,000 रहेको छ र कापीहरु बेचेको रकम, कापीहरु बेचेको रकम कति छ? रु 5,00,000 रहेको छ भने मासिक तलब कति छ? 12,000। जम्मा तलब कमिसन लगाएर कति आएको छ? 22,000 र कापीहरु बेचेको रकम कति छ? 5,00,000। त यो 5,00,000 मा उसले कमिसन पाउँछ र कति कमिसन पाउँछ? कमिसनको रकम अब हामी निकाल्ने छौं। कमिसनको रकम, कमिसनको रकम कति हुनेछ हाम्रो? जम्मा तलब रु 22,000 छ, जम्मा तलब कति रहेको छ? 22,000 र मासिक आम्दानी कति छ? 12,000 र आयो रु 10,000। उसले कमिसनको रकम कति छ उसको? 10,000। अब हामी निकाल्ने छौं कमिसनको प्रतिशत, कमिसनको प्रतिशत भन्नाले कमिसन दर कति रहेको छ? कमिसनको रकम भागा विक्रय मूल्य, बिक्री को रकम भन्न सक्छौं हामीले। बिक्री को रकम
गुने 100%। अब कमिसनको प्रतिशत निकाल्नु छ। कमिसनको रकम बाई बिक्रीको रकम इन्टु 100%। यो हाम्रो कति हुनेछ? कमिसनको रकम कति छ? 10,000 बाई कमिसनको रकम कति छ? कमिसन पाउने रकम या कमिसनको रकम 5 लाख इन्टु 100%। यो हाम्रो 4वटा जीरो गयो 50। यो हाम्रो कति आयो? 2%। यो कमिसनको प्रतिशत कति रहेको छ? 2%। अब हामी यहाँ हेरौँ मासिक तलब। उसले सुरजले मासिक तलब कति पाइरहेको छ? 12,000 उसले मासिक तलब पाइरहेको छ र उसले जम्मा त्यो महिनामा कति तलब पाएको छ? 22,000। यो 22,000 के छ? कमिसन लगाएर। मंथली सैलरी इज 12,000, अमाउंट ऑफ सैलरी इंक्लूडिंग कमीशन इज 22,000 र उसले कॉपीहरु बेचेको रकम कति? कॉपीहरु कतिको बेचेछ? 5 लाख को। अमाउंट ऑफ सेल्स इज 5 लाख। कमिशन को रकम अमाउंट अफ कमिशन को रकम कति हुनेछ? 22,000 बाट हामी 12,000 घटाउने छौं, तलबलाई घटाउने छौं। हाम्रो कति आयो? 10,000। अब त्यसपछि कमिशन को प्रतिशत निकाल्ने छौं हामी। कमिशन को प्रतिशत बराबर कमिशन को रकम बाई बिक्री को रकम गुने 100%। यो कमिशन को रकम कति छ? 10,000 बाई कमिशन पाउने रकम कति छ? या कमिशन को बिक्री को रकम भन्न सक्छौं 5 लाख इन्टु 100%। यो आयो हाम्रो 2% उसले के पायो? कमिशन पाएको छ। ठीक छ। त्यस्तै अब हामी अगाडि हिँड्ने छौं। राजन को मासिक तलब रु 10,000 छ र उसले रु 10 लाख को सामानहरु बेच्यो र उसले त्यो महिनामा रु 30,000 कमायो भने उसको कमीशन को दर निकाल्नुहोस्। ठीक छ। उसको के निकाल्नु छ हामीले? कमीशन को दर। अब यहाँ प्रश्न हेरौँ हामी। राजन को मासिक तलब कति रहेको छ? रु 10,000 र उसले रु 10 लाख को सामानहरु बेच्यो। उसले त्यो महिनामा रु 30,000 कमायो भने उसको कमीशन को दर निकाल्नुहोस्। Rajan's monthly salary is rupees 10,000 and he sold items worth rupees 10 lakhs. In that month he earned rupees 30,000. Find how much commission rate did he got? उसले कति प्रतिशत कमिशन पायो? अब हामी यहाँ मासिक तलब कति छ? मासिक तलब उसको रहेको छ 10,000 जम्मा तलब कमिशन लगाएर रुपीस 30,000 छ। उसले जम्मा कति पैसा कमाएको छ? 30,000 कमिशन लगाएर र कमिशन पाउने रकम कति छ? कमिशन पाउने रकम कति छ उसको? रु 10 लाख। कमिशन उसले कतिमा पाउँछ? 10 लाखमा, किनभने 10 लाख को सामान बेचेछ। अब कमिशन को रकम निकाल्छौं। कमिशन
को रकम कमिसन कति पाएको छ उसले 30,000 बाट हामी के गर्नेछौँ 10,000 घटाउँछौँ कमिसन उसले कति पाएको छ त्यो महिनामा 20,000 कमिसन पाएको छ र कमिसन पाउने रकम कति छ रु 10 लाख भने कमिसनको प्रतिशत कति आउँछ दर कमिसनको दर कति आउँछ कमिसनको रकम भागा कमिसन पाउने रकम इन्टु 100% गुणे 100%। अब कमिसन को रकम कति छ 20,000 कमिसन पाउने रकम कति छ रु 10 लाख गुणे 100%। 4 वटा 0 गयो 2 वटा 0 गयो हाम्रो कति आयो 2%। यो कमिसन को रकम बाई कमिसन पाउने रकम इन्टु 100%। यो कति आयो हाम्रो 2%। मंथली अर्निंग ₹10,000 मासिक तलब 10,000 छ। टोटल इनकम विथ कमिशन इज ₹30,000। जम्मा तलब कमिशन लगाएर 30,000 छ। कमिशन पाउने रकम द अमाउंट on which he gets commission is ₹10 lakhs। कमिशन पाउने रकम रु 10 लाख छ। कमिशन को रकम कमिशन अमाउंट जम्मा आमदनी 30,000 माइनस मासिक तलब 10,000 यो कति आयो 20,000। अब कमिशन रेट या कमिशन को दर अमाउंट ऑफ कमिशन बाय अमाउंट ऑन व्हिच ही गेट्स कमिशन भन्नाले कमिशन को रकम भागा कमिशन पाउने रकम गुणे 100%। जो हाम्रो आउँछ 20,000 / 10 लाख इन्टु 100%। यो आउँछ हाम्रो 2%। छ हामीले हेर्यौं। अब हामीले अर्को प्रश्न हेर्नेछौँ। एउटा व्यापारीले आफ्नो कामदारलाई व्यापारीले आफ्नो कामदारलाई रु 10,000 सम्मको बिक्रीमा 10,000 सम्मको बिक्रीमा 5% कमिसन दिन्छ। त्यसभन्दा माथिमा रु 10% कमिसन दिन्छ। कामदारले त्यो महिनामा रु 80,000 कमायो भने त्यो महिनाको बिक्रीको रकम पत्ता लगाउनुहोस्। ठीक छ। एउटा व्यापारीले आफ्नो कामदारलाई रु 10 लाख सम्मको बिक्रीमा 5% कमिसन दिन्छ। त्यसभन्दा माथिमा 10% कमिसन दिन्छ। कामदारले त्यो महिनामा रु 80,000 कमायो भने त्यो महिनाको बिक्री रकम पत्ता लगाउनुहोस्। A businessman
on sales up to rupees 10 lakhs, he gives commission of 5% and 10% commission above sales on 10 lakhs. Employee gets rupees 80,000 on that month. Find how much was the sales amount. कति को बिक्री भयो त्यो हामीले पत्ता लगाउनु छ। रु 10 लाख सम्म को कमिशन प्रतिशत, कमिशन दर 5% रहेको छ। जम्मा आम्दानी कमिशन लगाएर, जम्मा आम्दानी कमिशन लगाएर रु 80,000 रहेको छ। जम्मा आम्दानी कमिशन लगाएर रु 80,000 छ। अब हामी निकाल्ने छौँ रु 10 लाख को कमिशन रकम, कमिशन को रकम 10 लाख कमिशन को रकम कति आउनेछ हाम्रो 5% कमिशनलाई भेट्छ। 5/100 इन्टु रु 10 लाख यो आउनेछ हाम्रो रु 50,000 आउँछ। उसले रु 10 लाखमा कति कमिशन पायो 50,000। अब रु 10 लाख भन्दा माथिको कमिशन को रकम, रु 10 लाख भन्दा माथिको कमिशन को रकम कति हुनेछ? जम्मा उसले कति कमाएको छ रु 80,000 र 10 लाखसम्ममा कति कमाएको छ उसले रु 50,000। यो कमिशन को रकम 10 लाख भन्दा माथि कति हुनेछ रु 30,000। ठीक छ। उसले 10 लाख भन्दा माथिको बिक्री गर्दा कति कमिशन पाएको छ उसले 30,000। मानौ रु 10 लाख भन्दा माथिको बिक्री रु X थियो। ठीक छ। हामीले के मानेका छौं 10 लाख भन्दा माथिको बिक्री कति रहेछ रु X थियो। अब यहाँ कति पर्सेन्ट उसले कमिशन पाउँछ रु 10 लाख भन्दा माथिको कमिशन दर, कमिशन को दर कति रहेको छ रु 10%। 10 लाख भन्दा माथिको कमिशन दर कति छ 10%। अब यहाँ हामी हेर्छौं 10% कतिको पाउँछ उसले रु X को कति छ यो रु 30,000। ठीक छ। 10/100 इन्टु रु X हाम्रो कति आउनेछ रु 30,000। 0 कट्यो हाम्रो X को भ्यालु कति आउँछ रु 3 लाख। ठीक छ। 10 लाख भन्दा माथिमा कति उसले बिक्री गरेछ रु 3 लाख। अब जम्मा बिक्रीको रकम, जम्मा बिक्रीको रकम कति हुनेछ रु 10 लाखसम्ममा उसले पाएको छ 50,000। 10 लाख भन्दा माथि कति बिक्री गरेछ उसले रु 3 लाख बिक्री गरेछ। जम्मा कति आउनेछ यो 13 लाख। उसले जम्मा कतिको बिक्री गरेछ 13 लाखको। अब यहाँ हामी हेरौं पहिले हामीले के गर्नु छ, यहाँ दिएको के छ, दिएको तथ्य के रहेको छ 10 लाखसम्मको कमिशन दर कति छ 5%। त्यस्तै जम्मा आम्दानी कमिशन लगाएर कति छ रु 80,000। त्यस्तै अब रु 10,000 को कमिशन रकम कति हुनेछ 5% छ। 5/100 इन्टु 10 लाख हाम्रो कति आउँछ रु 50,000। त्यस्तै रु 10 लाख भन्दा माथिको कमिशन को रकम कति छ रु 80,000।
माइनस कमिसन कतिमा पाइरहेछ 10 लाखसम्ममा 50,000। यो 80,000 माइनस 50,000 हाम्रो कति आयो 30,000। ठीक छ। त्यस्तै मानौ 10 लाख भन्दा माथिको बिक्री रकम x थियो। ठीक छ। त्यस्तै 10 लाख भन्दा माथिको कमिसन दर कति हुनेछ हाम्रो 10%। यहाँ 10% कतिमा भेट्छ 10 लाख भन्दा माथिको रकम कति छ बिक्री रकम रु x छ। 10% अफ x इक्वल टु कति हुनेछ हाम्रो 30,000। अब 10/100 इन्टु x कति हुनेछ 30,000। यो x को भ्यालु कति आयो रु 3 लाख। जम्मा बिक्रीको रकम कति हुनेछ हाम्रो 10 लाख प्लस 3 लाख, यो हाम्रो कति आयो रु 13 लाख। ठीक छ। जम्मा बिक्रीको रकम कति आयो रु 13 लाख। अब हामी अगाडि हेर्नेछौँ। एउटा किसानले 5 आना जमिन एजेंट द्वारा बेच्छ, जसमा एजेंटले 10% कमिसन लिन्छ। किसानले रु 9 लाख पाउँछ। किसानले रु 9 लाख पाउँछ। एजेन्टलाई कमिसन तिरे भने ग्राहकलाई कति पैसा लाग्यो। ठीक छ। यहाँ हामी के हेरेका छौँ, एउटा किसानले 5 आना जमिन एजेन्टद्वारा बेच्छ, जसमा एजेन्टले 10% कमिसन लिन्छ। किसानले रु 9 लाख पाउँछ एजेन्टलाई कमिसन तिरेर भने ग्राहकलाई कति पैसा लाग्यो। ठीक छ। A farmer sold 5 आना land through agent and agent takes 10% commission. Farmer gets rupees 9 lakhs after giving commission to agent. How much money did customer pay? प्रश्नले भन्दैछ एजेन्टको कमिसन कति रहेको छ। एजेन्टको कमिसन छ, अब हम यहाँ हेरौँ, जमिनको मानौ जमिनको मूल्य रु x छ। ठीक छ। हामीले के मानेका छौँ, मानौ जमिनको मूल्य रु x छ। ठीक छ। अब एजेन्टको कमिसन प्रतिशत, एजेन्टको कमिसन प्रतिशत कति छ 10% उसले कमिसन दिइरहेछ। ठीक छ। र किसानले पाएको रकम कति छ 9 लाख। जमिन जतिमा बेच्छ त्यसको 10% कमिसन कसले पाउँछ एजेन्टले।
अब यहाँ हेरौँ, हामीले के मानेका छौँ, जमिनको मूल्य रु x छ। लेट द प्राइस अफ द ल्यान्ड बी रुपिज x, एजेन्ट्स कमिसन इज 10% एन्ड द फार्मर गेट्स रुपिज 9 लाख। किसानले कति पाइरहेको छ, 9 लाख। 9 लाख कसरी पाउँछ, जतिमा बेच त्यसको 10% कमिसन एजेन्टलाई तिरेर उसले कति पायो, रु 9 लाख। यहाँ जमिनको मूल्य, जमिनको कमिसन हेरौँ हामी, जमिनको कमिसन को रकम, जमिनको कमिसन रकम कति हुनेछ, 10% छ। 10/100 इन्टु कति रुपियाँ छ, x रुपियाँ। यो हाम्रो आउनेछ रु x/10। कमिसनको रकम कति तिरेको छ एजेन्टलाई, 10%। 10/100 इन्टु x, यो आयो x/10। अब यहाँ हेरौँ, जमिनको जम्मा मूल्य, जमिनको जम्मा मूल्य कति हुनेछ, रु, जमिनको मूल्य बराबर किसानले पाउने रकम, किसानले पाएको रकम प्लस कमिसनको रकम। यहाँ जमिनको मूल्य हामी के मानेका छौँ, x रुपिस। त्यस्तै किसानले पाएको रकम कति छ, 9 लाख। किसानले पाएको रकम छ हाम्रो 9 लाख। कमिसनको रकम कति रहेको छ हाम्रो, x/10। अब यहाँ हामी हेर्छौँ x माइनस यो x/10 लेफ्ट ह्यान्ड साइडमा आउँछ भने x माइनस x/10 हाम्रो कति हुनेछ, रु 9 लाख। अब यहाँ हामी एलसिएम लिन्छौँ, 10 आउँछ। 10x माइनस x इक्वल टु 9 लाख। ठिक छ। अब यहाँ x को भ्यालु के भइहाल्छ, रु, यहाँ अब हामी हेरौँ, यो हाम्रो कति आउनेछ, एकचोटि हेरौँ, 9x इक्वल टु 90 लाख आयो। अब x को भ्यालु हाम्रो के हुनेछ, रु 1 लाख। यो x के रहेको छ, 90 लाख/9, यो हाम्रो आउनेछ 10 लाख। हाम्रो 10 लाख आउँछ। यो 10 लाख के रहेको छ, जमिनको मूल्य। हाम्रो के छ, जमिनको मूल्य। जमिनको मूल्य कति रहेको छ हाम्रो, रु 10 लाख। जमिनको मूल्य हाम्रो कति छ, रु 10 लाख आयो। ठिक छ। अब हामी यहाँ हेर्नेछौँ, मानव जमिनको मूल्य रु x छ। ठिक छ। हामीले के गरेका छौँ, मानव जमिनको मूल्य कति छ, x छ। हामीले के यहाँ जमिनको मूल्य दिएको छैन, यहाँ के दिएको छ, किसानले पाएको रकम कति छ, रु 9 लाख। यो कसरी पाउँछ, 10% कमिसन तिरेर। अब यहाँ हामीले के गरेका छौँ, मानेका छौँ जमिनको मूल्य रु x छ, एजेन्टको कमिसन 10% छ, किसानले पाएको रकम रु 9 लाख छ। जमिनको कमिसनको रकम कति आउनेछ, 10% छ। 10/100 इन्टु RSX, यो आयो x/10। जमिनको जम्मा मूल्य कति हुनेछ, किसानले पाएको रकम प्लस कमिसनको रकम। जमिनको मूल्य हामी x मानेको छौँ, किसानले पाएको रकम रु 9 लाख छ र कमिसनको रकम हाम्रो x/10 छ। यो x/10 लेफ्ट ह्यान्ड साइडमा आउँछ, x माइनस x/10 इक्वल टु 9 लाख। यो हाम्रो आउनेछ 10x माइनस x/10 इक्वल टु 9 लाख। यो x को भ्यालु कति आयो हाम्रो, 10 लाख। जमिनको मूल्य कति हुनेछ, रु 10 लाख। ठिक छ। अब हामी कर तालिका योग आर्थिक मसान्त 2075 र 2076 को लागि हामी हेर्दैछौँ। 2075 र 2076 मा नेपाल सरकारले कर तालिका बनाएको थियो कर्मचारीहरूको लागि।
आम्दानी आम्दानी आमदनी रकम अविवाहित विवाहित अविवाहित विवाहित आमदनी को रकम कर प्रतिशत। अब यहाँ हेरौँ, नेपाल सरकारले आर्थिक वर्ष लेख्न सक्छौँ हामी। आर्थिक वर्ष 2075 र 2076 मा नेपाल सरकारले के गरेको थियो, 3 लाखसम्ममा आम्दानीको रकम अब यहाँ हेरौँ, आम्दानी रकम आम्दानी को रकम कर प्रतिशत 3 लाखसम्म 3 लाखसम्ममा अविवाहितलाई 3 लाखसम्ममा अविवाहितलाई कर प्रतिशत कति लाग्छ, 1%। ठीक छ, 1%। नेपाल सरकारले आर्थिक वर्ष 2075-76 मा 3 लाखसम्ममा अविवाहितलाई 1% कर लाग्छ। त्यस्तै 3,50,000 सम्ममा विवाहितलाई विवाह भएकोलाई 1%, अविवाहितलाई रु 3 लाखसम्ममा 1% र विवाह भएकोलाई 3,50,000 सम्ममा 1%। त्यस्तै 3 लाख देखि यहाँ लेख्न सक्छौँ, अगाडिको रु 1 लाखमा अगाडिको रु 1 लाखमा सबैले कति प्रतिशत तिर्नुपर्छ, 10%। भन्नाले अविवाहितलाई 3 लाखदेखि 4 लाखसम्ममा 10% तिर्नुपर्छ र विवाहितलाई 3,50,000 देखि लिएर 4,50,000 सम्ममा 10% तिर्नुपर्छ। त्यस्तै अगाडिको रु 2 लाखमा भन्नाले अविवाहितलाई 4 लाखदेखि लिएर 6 लाखसम्ममा 20% तिर्नुपर्छ। त्यस्तै विवाह भएकोलाई 4,50,000 देखि लिएर 6,50,000 सम्ममा 20% तिर्नुपर्छ। त्यस्तै रु 6,50,000 भन्दा माथि 6,50,000 भन्दा माथिमा कति तिर्नुपर्छ, 30%। त्यस्तै 6,50,000 भन्दा माथिमा कति प्रतिशत तिर्नुपर्छ, रु 30%। त्यस्तै यो 6 लाख भन्दा माथि 6 लाखदेखि लिएर 20 लाखसम्म 30%। त्यस्तै हाम्रो अगाडि छ 20 लाख भन्दा माथि कमाउनेहरूलाई रु 35% कर तिर्नुपर्छ। ठीक छ, नेपाल सरकारले आर्थिक वर्ष 2075 र 2076 को लागि यो
कर तालिका जारी गरेको थियो। अब हामी प्रश्नहरू हेर्नेछौँ। अंशुको मासिक तलब रु 50,000 छ। जसमा उसलाई ₹5,00,000 सम्ममा कर लाग्दैन र त्योभन्दा अंशुको मासिक तलब रु 50,000 छ, जसमा उसलाई 5,00,000 सम्म कर लाग्दैन। त्योभन्दा माथि 10% कर लाग्छ भने उसको वार्षिक कर र आम्दानी निकाल्नुहोस्। ठीक छ। प्रश्नले भन्दैछ अंशुको मासिक तलब रु 50,000 छ, जसमा उसलाई 5,00,000 सम्म कर लाग्दैन र त्योभन्दा माथिमा 10% कर लाग्छ भने उसको वार्षिक कर र वार्षिक आम्दानी निकाल्नुहोस्। अब हामी यहाँ हेरौँ मासिक तलब कति छ? रु 50,000। अब हामी के निकाल्ने छौँ? वार्षिक तलब कति छ? रु 12 × 50,000 र हुनेछ रु 6,00,000। तो 6,00,000 के छ? इसको वार्षिक तलब। मंथली सैलरी इज ₹50,000, ईयरली सैलरी 12 × 50,000, यो हाम्रो आउनेछ 12 × 50,000, यो 6,00,000 आयो। अब कर नलाग्ने रकम ₹5,00,000 सम्ममा के हुन्छ? उसको कर मिनाहा छ, कर लाग्दैन होला। 5,00,000 सम्म उसलाई कर लाग्दैन। अब हामी के निकाल्ने छौँ? कर लाग्ने रकम। कर लाग्ने रकम कति हुनेछ? जम्मा उसको वार्षिक आम्दानी कति छ? 6,00,000 र 5,00,000 सम्म उसलाई कर लाग्दैन रु 5,00,000। 6,00,000 बाट हामी 5,00,000 घटाउने छौँ, 1,00,000 आउँछ। यो उसको कर लाग्ने रकम कति रहेको छ? रु 1,00,000। अब कर प्रतिशत कति छ? करको दर 10% छ। अब करको रकम कति हुनेछ? 10/100 × रु 1,00,000 कति आयो? करको रकम रु 10,000 आयो। अब हामी निकाल्ने छौँ उसले 6,00,000 मा 10,000 रुपैयाँ कर तिर्यो। करको रकम कति आयो? करको रकम आयो वार्षिक कर। वार्षिक कर कति आयो? वार्षिक करको रकम कति आयो? रु 10,000। अब वार्षिक आम्दानी कति हुनेछ? रु 6,00,000 बाट रु 10,000 हामी घटाउने छौँ, या हुनेछ रु 5,90,000। अब हम यहाँ हेरौँ उसको मासिक तलब कति दिएको छ? प्रश्नले यहाँ दिएको के छ? मासिक तलब कति छ उसको? रु 50,000। अब मासिक तलब दिएछ भने हामी कर केमा निकाल्छौँ? वार्षिकमा। वार्षिक तलब कति हुनेछ? 12 × रु 50,000, यो आउँछ हाम्रो 6,00,000। अब कर नलाग्ने रकम कति रहेको छ? रु 5,00,000। त्यसपछि हामी के निकाल्ने छौँ? कर लाग्ने रकम कति पैसामा कर लाग्छ? यो 6,00,000 बाट हामी 5,00,000 मा लाग्दैन। 6,00,000 - 5,00,000 यो कति आयो? कर लाग्ने रकम रु 1,00,000। अब करको दर कति रहेको छ? 10%। हामी के निकाल्ने छौँ?
करको रकम 10% कसको रु 1 लाख को 1 लाख में कर लाग्छ 10/100 इन्टु रु 1 लाख यो हाम्रो वार्षिक करको रकम कति आयो रु 10,000। अब हामी वार्षिक आम्दानी निकाल्ने छौं। वार्षिक आम्दानी बराबर वार्षिक तलब माइनस करको रकम। वार्षिक तलब कति रहेको छ रु 6 लाख माइनस रु 10,000 यो हाम्रो कति आयो 5,90,000। यो 5,90,000 के आयो 5,90,000 हाम्रो आयो 5,90,000 वार्षिक आम्दानी आयो। एउटा सरकारी कर्मचारीको तलब रु 40,000 छ जसमा उसलाई रु 3 लाख सम्ममा 1% र त्यो भन्दा माथिमा 10% कर 10% वार्षिक कर लाग्छ भने उसको वार्षिक आम्दानी निकाल्नुहोस्। ठीक छ। एउटा सरकारी कर्मचारीको तलब रु 40,000 छ जसमा उसलाई 3 लाख सम्ममा 1% कर लाग्छ र त्यो भन्दा माथिमा रु 10% वार्षिक कर लाग्छ भने उसको वार्षिक आम्दानी निकाल्नुहोस्। यहाँ के दिएको छ A government employee's monthly salary is ₹40,000 in which he pays 1% tax up to ₹3 lakhs and above 3 lakhs he pays tax of 10% annually. Find his annual income. मासिक तलब कति छ रु 40,000। अब हामी वार्षिक तलब निकाल्न छौं। वार्षिक तलब कति छ रु 12 × 40,000 हाम्रो कति आउँदैछ रु 4,80,000। वार्षिक आम्दानी कति छ रु 4,80,000। अब रु 3 लाख सम्मको कर प्रतिशत 3 लाख सम्म कति तिर्नु परेको छ उसले 1%। अब रु 3 लाख सम्मको कर रकम 3 लाख सम्मको कर रकम कति हुनेछ 1/100 इन्टु 3 लाख यो कति आउँछ हाम्रो रु 3,000। उसले 3 लाख सम्ममा कति प्रतिशत कर तिरेको छ 1%। 1/100 इन्टु 3 लाख यो कति आउँदैछ हाम्रो 3,000। अब बाँकीको कर लाग्ने रकम कति हुनेछ जम्मा वार्षिक तलब कति रहेको छ उसको 4,80,000 माइनस 3 लाख सम्म उसले कर तिर्यो 1% ले। अब कति बाँकी रहन्छ बाँकीको कर कति रह्यो 1,80,000। बाँकीको रकममा कर प्रतिशत बाँकीको रकममा करको प्रतिशत कति छ रु 10%। अब हामी निकाल्ने छौं बाँकीको कर रकम। बाँकीको कर रकम कति हुनेछ 10% छ 10/100 इन्टु रु
बाँकीको करको रकम कति छ 1,80,000, यो आउँछ हाम्रो 18,000। 10/100 इन्टु 1,80,000 यो कति आयो हाम्रो 18,000। वार्षिक कर लाग्छ भने उसको वार्षिक आम्दानी निकाल्नुहोस्। वार्षिक आम्दानी निकाल्नु छ भने पहिला हामीले के गर्छौँ, वार्षिक कर निकाल्छौँ। वार्षिक कर कति आयो 3 लाखसम्म उसले कति कर तिरेको थियो रु 3,000 र 3 लाखभन्दा माथि रु 18,000, रु 3,000 प्लस रु 18,000 र हाम्रो कति आएको छ रु 21,000। 21,000 जम्मा वार्षिक कर तिर्छ र उसको वार्षिक आम्दानी अब निकालौँ। उसको वार्षिक आम्दानी कति हुनेछ, उसले वार्षिक कमाइरहेछ 4,80,000 बाट उसले कर कति तिरिरहेछ 21,000, यो हाम्रो हुनेछ रु 4,59,000। 4,59,000 उसले वार्षिक आम्दानी कमाउँछ। अब हामी यहाँ हेरौँ दिएको के रहेको छ, यहाँ मासिक तलब उसको कति छ रु 40,000, उसको मासिक तलब कति रहेको छ रु 40,000। अब हामीले के निकाल्ने छौँ, वार्षिक तलब निकाल्ने छौँ। वार्षिक तलब कति हुनेछ 12,000 इन्टु 40,000, यो हाम्रो आउँछ 4,80,000, यो वार्षिक तलब आयो। मंथली सैलरी इज ₹40,000, yearly salary will be 12 into 40,000, it will be 4,80,000. Tax rate up to 3 lakhs, रु 3 लाखसम्मको कर प्रतिशत कति रहेको छ 1% रहेको छ। अब 3 लाखसम्मको कर रकम ट्याक्स अप टु ₹3 lakhs will be 1% of 3 lakhs, 1/100 into 3 lakhs। यो 3 लाखसम्मको कर रकम कति आउनेछ 1/100 into 3 लाख, यो हाम्रो आउँछ 3,000। त्यस्तै रिमेनिङ ट्याक्स एमाउन्ट, रिमेनिङ ट्याक्सेबल एमाउन्ट, बाँकीको कर लाग्ने रकम 4,80,000 माइनस 3 लाख, यो हाम्रो कति आउनेछ 1,80,000। अब रिमेनिङ ट्याक्स अन रिमेनिङ कति छ 10%। बाँकीको रकममा कर प्रतिशत कति छ रु 10%। अब बाँकीको कर रकम रिमेनिङ ट्याक्सेबल एमाउन्ट कति थियो 1,80,000, बाँकीको कर रकम 1,80,000 छ। तो बाँकीको कर रकम हाम्रो कति हुनेछ 10/100 इन्टु रु 1,80,000, यो हाम्रो आउनेछ 18,000। अब हामी के निकाल्ने छौँ, वार्षिक कर उसले कति तिरिरहेछ। तो पहिला 3 लाखसम्ममा रु 3,000 तिर्यो, त्यसपछि बाँकीको 1,80,000 मा उसले कति तिरेको छ 18,000। तो उसको वार्षिक करको रकम कति आयो 3,000 प्लस 18,000, यो हाम्रो आयो 21,000। त्यसपछि वार्षिक आम्दानी कति हुनेछ, वार्षिक आम्दानी बराबर वार्षिक तलब माइनस वार्षिक कर। वार्षिक तलब कति रहेको छ उसको 4,80,000 बाट हामी 21,000 घटाउने छौँ, यो कति आउनेछ हाम्रो 4,59,000, यो हाम्रो 4,59,000 आयो। हामीसँग यसको फर्मुलाहरू के छ, हामीले यदि वार्षिक कर को रकम निकाल्नु छ भने, वार्षिक करको रकम निकाल्नु छ भने हामी के गर्छौँ, कर प्रतिशत कसको निकाल्ने छौँ, आम्दानीको कर निश्चित कर प्रतिशत। त्यस्तै कर पछिको रकम बराबर वार्षिक तलब माइनस करको रकम। त्यसपछि करको प्रतिशत निकाल्नु छ भने करको रकम बाई वार्षिक आम्दानी इन्टु 100%। हामीले फर्मुलाहरू यो कस्तो छ, कमिसन जस्तै छ यसको फर्मुला, ठीक छ।